नमस्ते। आज यहाँ फेसबुकमा फैलिने फेक न्यूज झुटा समाचारको एउटा नमुना सामग्री प्रस्तुत गर्न गइरहेको छु। हामी सबैले देखिरहेका छौं नि, फेसबुकमा टक्क आउँछ अत्यन्तै दुःखद खबर हैन, छिटो पढिहाल्नुहोस् भनेर लेखेको हुन्छ हैन। के कानै के होला अन्त हामी पनि त्यहाँ पढ्न जान्छौं, पढ्छौं नि हैन। त्यस्तै एउटा अत्यन्तै दुःखद खबर, अत्यन्तै अचम्मको खबर म तपाईलाई सुनाउन गइरहेको छु है त। पोखरामा एक युवकले टिकटक लाइभ गर्ने क्रममा आकस्मिक हुन थाले। भिडियो हेरेपछि सबै अचम्ममा परे। स्थानीय बासिन्दाको भनाइ अनुसार उनी चन्द्रमासम्म पुग्न खोजिरहेका थिए, तर के कारणले फर्किए। सरकारले यस विषयमा छानबिन सुरु गरिसकेको छ। हामी सबैले पढेका छौं नि हैन। यस्तै समाचारहरु त आइराख्छ नि फेसबुकमा हैन। अनि अझै त्यसमा के हुन्छ, ह्याशट्याग पोखरा लाइभ, ह्याशट्याग फ्लाइङ बोय हैन, ह्याशट्याग टिकटक गन रङ हैन। पुरा भिडियो हेर्नको लागि तल लिंक दिएको छ, लिंकमा क्लिक गरेर भिडियो हेर्नुस् भन्छ। हामी चाहिँ लिंकमा क्लिक पनि गर्छौं हेर्नको लागि, तर त मरिगयो खुल्दैन नि हैन। तर हामी चाहिँ मेरो इन्टरनेट स्लो भएको कारणले चाहिँ भिडियो खुलेन। यस्तो भएछ नि पोखरामा, त उस्तो भएछ नि भन्छौं कि यथार्थ कुरा के हो नबुझिकिन हामी बोल्न थाल्छौं कि हामी त्यसको प्रचार गर्न थाल्छौं हामीले। तर यथार्थ कुरा के हो हामी त्यो बुझ्नतिर, हामी त्यो यथार्थ कुरा के हो त्यो बुझ्नतिर हामी कहिल्यै पनि अग्रसर हुँदैनौं के। तर यथार्थ कुरा के हो भन्दाखेरि यस्तो घटना कहिल्यै कहीँ पनि घटेको छैन। एक हो, फोटोहरू र भिडियोहरू एआई अथवा फोटोशप प्रयोग गरी बनाइएका हुन्। फेसबुकमा भाइरल बनाउने उद्देश्यले झुटा खबर फैलाइएका हुन्। बुझ्नुभयो त? कुनै समाचारप्रति विश्वास गर्नु अघि स्रोतको पुष्टि गर्नुहोस्। सामाजिक सञ्जालमा आएका हरेक कुरा सत्य हुँदैनन्। झुटा समाचार नफैलाऊ, सचेत बनाऊ र सजिलरी विश्वास पनि नगरौं है। हस्त नमस्ते।